नमस्कार सबैजनालाई। म यतिखेर मण्डला नाटकघरको थिएटरबाट बोल्दैछु। हामीले यही पुष 4 गतेदेखि 27 गतेसम्म बहादुरपुरको दन्त्यकथा नाटक लिएर आउँदैछौँ, जसलाई निर्देशन गर्नुभएको छ सरस्वती चौधरीले र बादल सरकारको यो नाटकलाई नेपाली भाव अनुवाद गर्नुभएको छ विजय विस्फोटले। सो अब यो नाटक हामी नियमित रूपमा यही पुषको 4 गतेदेखि 27 गतेसम्म मण्डला नाटकघरमा हरेक दिन साँझ 5:30 बजे र शनिबार 1 बजे पनि प्रस्तुत गर्दैछौँ। नाटकलाई माया गर्नुहुने सम्पूर्ण दर्शकहरूलाई हामी सँगै बसेर नाटक हेरौँ, नाटकलाई माया गरौँ। लागेका सल्लाह सुझाव कमेन्टहरू के हुन्छन् हामी पूर्ण रूपमा स्वीकार गर्दै आगामी दिनमा फेरि अरू प्रस्तुतिहरू तपाईहरु माझ ल्याउने हौसला दिनको लागि सबैलाई आमन्त्रण गर्दछु। धन्यवाद।